If you have not heard these incredible facts, then this video is for you. यदि तपाईले यो विश्वासै नलाग्ने अचम्मको कुराहरू तपाईले जान्नु भएको छैन भने चाहिँ यो भिडियो चाहिँ तपाईको लागि हो। अब हेर्नुस्, हाम्रो भारत देशको नाम छैन यहाँनिर। मैले अरू देशको नामहरू लेखेको छु, जस्तो नर्वे। अब नर्वेमा के छैन, नाइट, रातै हुँदैन, नो नाइट, NIGHT, नाइट। त्यसै गरी ग्रिनल्यान्डमा रुखहरू छैन, नो ट्रिज। नाम त ग्रिनल्यान्ड छ तर रुखहरू छैन। अब कतार, एउटा खाडीको देश भनौँ न है, कतारमा तपाईले जङ्गल पाउनुहुन्न, नो फरेस्ट, नो फरेस्ट। त्यसै गरिकन भुटान, हाम्रो छिमेकी देश, आवर नेबरिङ कन्ट्री भुटानमा मस्जिद छैन, नो मस्क। त्यसै गरी साउदी अरेबियामा तपाईले कुनै पनि टेम्पल पाउनुहुन्न, नो टेम्पल, जहाँ मन्दिरहरू नै छैन। आइसल्यान्डमा मच्छर छैन, साउदी अरेबियामा टेम्पल छैन, आइसल्यान्डमा देयर आर नो एनी मस्किटोज, मच्छरै हुँदैन त्यहाँनिर। अनि नेदरल्यान्ड, हामी नेदरल्यान्डमा हेऱ्यौँ भने त्यहाँनिर जेल हुँदैन, क्रिमिनलै छैन भने जेल कसरी हुन्छ? जेल छैन त्यहाँ, नो जेल। कुवेतमा तपाईले रेलवे, नो रेलवे, नो रेलवे। आयरल्यान्डमा तपाईँ जानुभयो भने आयरल्यान्डमा तपाईहरुले के पाउनुहुन्न? साँप, नो स्नेक्स। अनि कोस्टारिकामा देयर इज नो आर्मी, आर्मी नै छैन त्यहाँनिर, फौज भन्ने कुरा छँदै छैन। सो यी 10 वटा देशहरू, 1 2 3 4 5 6 7 8 9 अनि 10, यी देशहरूको विषयमा आज तपाईले नयाँ कुरो सिक्नुभयो। जस्तो नर्वेमा रात हुँदैन, ग्रिनल्यान्डमा रुखहरू छैन, नो ट्रिज, कतारमा नो फरेस्ट, भुटान नो मस्क, साउदी अरेबिया नो टेम्पल, आइसल्यान्ड नो मस्किटोज, नेदरल्यान्ड्स नो जेल, कुवेत नो रेलवे, आयरल्यान्ड नो स्नेक्स, एन्ड कोस्टारिका नो आर्मी। सो तपाईलाई आज यो भिडियो कस्तो लाग्यो? इफ यु लाइक this information and the video, please like and comment, and please subscribe my channel also. Thank you.